हामी मूल घर हिँड्दैछौँ है। मन्त्री ध्यानबहादुर बाजेको हाम्रो बाजे मूल घर है यो चाहिँ हाम्रो 52 ढोकामा एउटा झ्याल बन्द गरेर 51 बनाएर पहिलाको कति राणा शासनको पालोको होला हैन यो राणा शासनको पालोमा है यही हो हाम्रो मूल घर चाहिँ हो राणा यही हो हाम्रो हो पहिला माओवादीले यो हाम्रो घर कब्जा गरेको थियो ल हेर्नु ल मूल घर यहाँ दाजुहरू हुनुहुन्न रहेछ हामी आएको थियौँ मधेसबाट यहाँ हाम्रो दुख्छ दाजु पनि हुनुहुन्छ दाजुको नाम के हो भनिदिनु त दाजु मेरो चाहिँ रामकुमार हो रामकुमार दाजु म चाहिँ साइला बाजेको साइला दिवाको हामी माइलाको होला हैन हामी माइलाको मूल घर कान्छा सबै हामी छुटेर फुटेर अहिले कहाँ कहाँ गयौँ भोट मधेस भइरहेछु सबै ल हाम्रो मूल घर यो पहिला थिएन नि दिदी यो पछि बनाएको यो पछि लगाएको त होइन झ्याल त पहिल्यैकै हो नि त हैन 52 ढोका कहाँ एउटा ढोका चाहिँ बन्द गरेको दाजु उतापट्टिबाट राणा साल कालको है यो हाम्रो यो मूल घर होला यता भन्नुहुँदै थियो यो बन्द गरेर भएको तपाईँको होला यता हो बन्द गरेको छैन यो झ्याल यो होइन तर अब अहिले यहाँ सबै छैनन् घरमा यस्तो यो घरको बिजोको अवस्थामा छ हालत पतला छ ऊ दाजुले भनिहाल्नुभयो यही हो ल गाइजहरू यो भित्रको चाहिँ यहाँ मान्छे हुनुहुन्न हामी छौँ अहिले भित्रको चाहिँ दृश्य देखाउन सकिनौँ है पहिला घोडाहरू राख्ने ठाउँ चाहिँ कता हो ढोका बन्द गरेको 52 झ्यालमा 51 भित्रपट्टिबाट हो ए भित्रपट्टिबाट रहेछ हेर्नुहोस् यो हाम्रो मूल घर हो यो ए यहाँ पहिला घोडाहरू बाल्ने पाली ए घोडा बाल्ने ठाउँ चाहिँ कहाँ हो दाजु ए यहाँ हो घोडा ल यहाँ हो अहिले ए हाम्रो बोजू वीरतावतीले घोडा बाजे होइन घोडा यहाँ राख्नुहुन्थ्यो अरे अहिले चाहिँ यहाँको पनि भत्काइसक्नु भएछ घोडा पाल ठाउँ घोडा राख्नेलाई के पो भन्छ तबेला ठाउँ चाहिँ यहाँ थियो हाम्रो पहिलाको अहिले चाहिँ बिजोको अवस्थामा छ यो घरको संरक्षण गर्ने मान्छे नभएर हो खासै भनौँ भने यस्तै छ खोइ दिदी अब घर यस्तो छ बिजोक पहिलाको घर यस्तै छ ऊ जा अरे उहाँ ल हेर्नु ऊ सानो ऊ घुम्दै फोटो खिच्दै गङ्ग्रिहाल्यो यस्तो छ हाम्रो यहाँ चाहिँ गाई चाहिँ पाली थियो अरे हाम्रो यहाँ पहिला यहाँ बाख्रा खोर अरे ऊ यहाँ अरे घोडा बाँध्ने थियौँ ल यही हो हामीले हेरियो अहिलेसम्म लु साथी हो यो भोजपुर छिनामखुमा सुन्तला बोटैमा छ है अहिले पनि एक बोट चाहिँ रहिरहेको रहेछ है यस्तो छ है ए सानाले पनि मूल घरलाई
भिडियो बनाउनु हुँदैछ ल खाच्ची नै दाजु आउनु हाम्रो फोटो खिचौँ भाइले खिचिदिनुहुन्छ ल यता फर्किनु नाना ल ल सबै भिडियो